अहिले बिहानको 3 बजेको छ। हामी कालिङ चोकतिर लाग्दैछौँ। हामी रेडी भइसक्यौँ। आउनुहोला सकेको छ। हामी रेडी भएर निस्किसक्यौँ। अब हामी आमा घर जान्छौँ, अङ्कल आन्टीलाई रिसिभ गर्छौँ अनि हामी जान्छौँ। निस्किनु हुँदैछ अङ्कल आन्टी खोइ डर लाग्दो बगर छ। हामी चाहिँ अहिले धरान आइपुग्यौँ। जानु भएको छैन अहिलेसम्म। रक्षा गर्नु भगवान सफल रहोस्, गाई पनि होस् ल, हाम्रो यात्रा शुभ रहोस्, राम्रो होस्, सोचे हाटेको हामी चिया खानलाई रोकिएका छौँ। पाइन्छ अरे त बच्चाको जस्तो लाग्यो बच्चाको गाईघाट बजार रातको बेलो बोतलको त नहाल्नु पर्ने हो नि। अहिले त हाम्रो त अघि हिसाब लागेको वहीँ परैदेखि। अब हामी खाना खाने ठाउँमा आइसकेको छौँ। थकाली माछा घर अरे वेलकम आइसकेको छौँ। हाम्रो खाना आइसकेको छ।
हामीले खाना खाइसकेको छौँ। अब हामी लाग्यौँ हेलो सिन्धुलीगढी भनेको ठाउँ चाहिँ यही नै रहेछ। यहाँनिर चाहिँ विभूतिहरू लडाइँ गरेको यहाँनिर चाहिँ फिनिसिङ भइसकेको रहेनछ, सबैको अनुहार छोपेको छ। तर मलाई जहाँसम्म लाग्छ त्यो चाहिँ हाम्रो नेपालको राष्ट्रिय कोही होला, लडाइँ गरेर के गरे मदन, लडाइँ गरेर अब राम्रो बनाएकै त होला, खै के गरेको आई डोन्ट नो। यस्तो दामी रहेछ, तपाईँहरू पनि यहाँ भिजिट गर्नु होला कृपया, धेरै राम्रो ठाउँ हो। कृपया मदनको चस्मामा 2 लाइक गरिदिनु होला। जोन राईको चस्मा चोरेर ल्याएको अरे, जोन राईको। अङ्कल कता जानु? जुनार किन त्यहाँ जानु भएको छ, कता त्यहाँ जुनार। तर मलाई कस्तो राम्रो लाग्यो यो स्ट्याचु चाहिँ। तर उहाँहरू को हो मैले ठम्ब्याउन सकिनँ, सबैको मुख छोपेको छ। मुख देखाए पनि चिनिन थियो होला सायद, तर नाम लेखेको भए त चिन्थ्यो होला। ओके, जुनार लिएर आउनुपर्छ। हाई हाई गाइस, हाई गाइस, छिरै ला सरकार आत्तेर खाइसक्यो हो। यो सिन्धुलीको जुनार 200 रुपियाँ अरे, यति चाहिँ मिठो छ, साह्रो मिठो छ। यहाँको जुनार मिठो हुन्छ अरे के, त्यही भएर राखिहालौँ भनेर हो। पर्सि फर्किँदा लिएर जानु पर्छ। कसरी किलो अरे? जुनारको रस खाने विभूतिहरूले फेरि मार्नुहुन्छ, देखाउनुहुन्छ माथिबाट। सुनकोसी मिक्स छ अरे यसमा, तामाकोसी भोटेकोसी, सुनकोसी तामाकोसी र भोटेकोसीको सङ्गम त्रिवेणी पनि भनिन्छ। सङ्गम भेट हुने ठाउँ अथवा मिसिएर जाने ठाउँ रहेछ यो, ब्रुकोट भन्दा अलि मास्तिर। हामी चाहिँ रामेछाप आइपुग्यौँ है। तल तल जानुपर्ने, माथि माथि जाँदैछ। बजार हो यो चाहिँ कति राम्रो खोला नाला बनाएको पिक्चर रहेछ। यो चाहिँ नेवारी ड्रेसहरू, कति गरास के पनि छैन। बस पनि स्कुटी तातो स्कुटी तातो, अनि हामी चाहिँ सिङ्गल सिङ्गल जान्छ यिनीहरू, हामी चाहिँ यसमा दुईवटा गाडी के अरे दुईजनालाई तानेर मेरो स्कुटीले, त्यही भएर आन्टी पनि मलाई साथी चाहिँ हामी यस्तो गाडीमा चढेर जाँदैछौँ। के गर्ने यस्तैमा भए पनि हामी हाम्रो डेस्टिनेसनसम्म पुग्नै पर्ने हुन्छ। रमाइलो भयो तर मजाले बसेर जानु लाग्यो, पछाडि नै भयो भने नो प्रब्लम।
आइज यस्तो गलेको अवस्था गलेर सुत्नु मन लागेको अवस्था चस्मा लगायो मेरीले मिर्ची देखाउँदिन धुलो रमुलो छ जाडो भयो हेर्नु है त एकछिन उता फर्काउँछु जाडोमा यस्तो व्यवस्था रहेछ आगो ताप्ने जस्तो ढुङ्गिने जस्तो उज्यालो भइसकेको छ आन्टी उठ्नु भएको के अरे रेडी हुँदै हुनुहुन्छ भर्खर यहाँको भ्यू चाहिँ यस्तो छ अहिले जाडो चाहिँ छ डह्रो हामी बसेको होटल चाहिँ यही हो फुल देखाउनै पाइनँ मैले हामी रेडी भइसकेको छौँ अब जानलाई माथि मन्दिर यहाँको चाहिँ यस्तो छ भ्यू तल देखाउँछु है यस्तो छ भ्यू अङ्कलले उयो माथि फुल टिपिदिनु हुँदैछ गुराँसको सेतो गुराँस हल्का हल्का ब्रिन्जल हुन्छ हामी केबल कार भएको ठाउँमा आइपुगेको छौँ यहाँदेखि माथिसम्म केबल कार चढेर जानुपर्ने रहेछ यो माथिको घर देखेको छ नि सानो उयो हो यहाँनिर पुग्नुपर्ने अरे यहाँदेखि चढेर जाडो छ केबल कार चढ्न डर लागेको छैन लाग्दैन अङ्कललाई कति चढेको भन्नु न ओइ तपाईँ चाहिँ डर लागेको छैन
आया एक्जिट भइसक्यौँ हामी मन्दिर चाहिँ यस्तो रहेछ सामान ल्याउने गाडी छ हो कि पेर्लिङ हो कस्तो दामी देखिन्छ अरे तर यहाँ माथि आइपुग्न सकिँदैन जाडो पनि छैन गर्मी पनि छैन एकदम राम्रो छ भाइ आएन भाइ खोइ प्रसाद लाने हो प्रसाद लाने हामीले चाहिँ पूजा गरिसक्यौँ अब पूजा गरिसकेको आन्टी चाहिँ उहाँ वेटिङमा हुनुहुन्छ पुरा लाइन लागिराख्नु भएको छ हामी चाहिँ यसो चोर बाटो गरेर आयौँ आन्टीलाई त्यो आइडिया सिकाइदिनु पर्छ गर्दिनँ म त सकिँदैन सकिँदैन त्यसो सृजना बनाउँदै हुनुहुन्छ नरम छुर्पी सुकेको यो काटेको लाने नि यहाँ छ सुकेको ए कत्रो हो यस्तो पो आउँछ त अब हामी जानु लाग्यो म चाहिँ एकदम सिकिस्त भएँ बमेट आउला जस्तो टिमुर नुन पानी हालेँ कालिम्पोङसम्मको यात्रा हाम्रो सफल भएको छ हामी फर्केको बाई बाई कालिम्पोङ बाई बाई गर्दै बाई बाई अस्ति बाजे हामी आएर बसेको होटल चाहिँ नि अस्ति बाजे हामी आएर बसेको होटल चाहिँ नि क्यामेरामा आइहाल्छ आइ पनि सक्छ अस्ति यिनीहरू आएका अरे अस्ति भन्दा त्यो माथिको त्यो माथिको होटलमा दामी होटलमा बसेछन् पुरा यो माथिको रातो टुप्पीमा कालिम्पोङ अब भगवान्ले फेरि तान्नु भयो भने चाहिँ आइन्छ मात्र चाहिँ खासै
हामी चाहिँ फेरि अर्को नेक्स्ट मन्दिरतिर जाँदैछौँ। त्यो चाहिँ कुन मन्दिर हो? भीमसेन के मन्दिर अरे। यो चाहिँ यस्तो पवित्र मन्दिर अरे होइन। अब पहिला जो वीरहरू शहीद हुनुभयो, राजाहरू खस्नुभयो हो, यतिखेर चाहिँ यहाँको देउत्री माता चाहिँ रुनुहुन्छ अरे क्या। अब नेपालमा केही नराम्रो केही घटना भयो त्यतिखेर चाहिँ यहाँको भगवान् चाहिँ रुनुहुन्छ अरे, पसिना आउँछ अरे हो। यस्तै रोगको सङ्केत गर्नुहुन्छ। भीमसेनले चाहिँ एक शिला 3 अवतार भनिन्छ होइन। बिहानदेखि चाहिँ 9 बजेसम्म महादेव भीमसेन, अहिले 9 बजेदेखि 10:30 बजेसम्म चाहिँ महादेव हुन्छ, फेरि भीमसेनै हुन्छ 10:30 बजेदेखि 12 बजेसम्म। 12 बजेदेखि चाहिँ अब बलि पूजा, यो काँचो नरिवलहरू चल्दैन, अरू सबै चल्छ, सुकेको नरिवल त्यस्तो हो कि। 3 बजेदेखि चाहिँ नारायणको रूप लिन्छ। अब यताबाट लाइन लाग्छ। पूजा गरेर हिँडिसक्यौँ। यहाँको पूजा हाम्रो सम्पन्न भयो। अब हामी खाजा खान जान्छौँ। खाना खाने हो? म त खाना कसलाई भाइहरूलाई? हामी खाजा खान आइपुग्यौँ। हाम्रो मामा आइसकेको छ। मान्छे जस्तो छ, हिजोको त्यहाँको सानो भाइ चाहिँ रहेनछ है। सबैजना खाना खाँदै हुन्छ। मेरो चाहिँ खाना आउनै बाँकी छ। थुक्पा यो मलाई सिन्धुली खुर्कोट आइसक्यौँ हामी। अब चिसोहरू खान आँटेको पछि माउन्टेन भ्यू आउँछ। हामी चाहिँ स्टिम खाएको